बाउको गणपतिमा गन राखेर भाइलाई यति हेनेछन् यति राडै राड अनि खोला सुडा के सब हानेर त्यो उठाएर फल्न लगेर जान लाग्थ्यो। यो निकै दर्दनाक घटना छ दर्शकबिन। यो घटनाले यति बेला यो गाउँ सिङ्गो गाउँ नै त्रसित भएको अवस्था छ। हेर्नुस्, उसको 3 जनाको मेन गल्ती ऊ घर भरले गरेछ त्यो बोलाउँछौ पठाउँछौ। हात खुट्टा अनि यो टाउको यो पुरै खुलेछ। अवस्था त उसको गम्भीरै छ, बात छ कि बाध्दैन। हात पनि लगाएको छैनौँ भाइलाई, जाऊ अब मार्दैछन् त मार्दैछन्, अरू उठाएर लगेछन् फाल्नको लागि खोलामा मान्छेले हेरेर अनि फेरि रोके त्यहाँ। दर्शक पनि हामी यति बेला बाँकेको कम्दीमा छौँ। यो कम्दीमा हिजो राति मात्रै एउटा भयानक घटना घटेको छ, जुन घटनाबाट एकजना व्यक्तिको टाउकोमा खुडा प्रहार गरिएको छ भने उनी अहिले चाहिँ गम्भीर रूपमा घाइते अवस्थामा छन् भने ती व्यक्ति जो चाहिँ घाइते अवस्थामा छन् उनको उपचार चलिराखेको छ र अवस्था गम्भीर छ भन्ने घर परिवारले जनाइसकेको छ। हामी यति बेला जहाँ घटना घट्यो घटनास्थलमा जाँदैछौँ। यो कम्दी अहिले चाहिँ निकै तनावग्रस्त बनेको छ, यो हेर्न सक्छौँ हामी। यहाँका स्थानीयहरू अहिले चाहिँ यो घटनापछि निकै आक्रोशमा हुनुहुन्छ भने स्थानीयले अहिले बाटोमा टायर बालिएको छ भने बाटो अहिले पूर्ण रूपले ठप्प छ, बाटो पुरै पूर्ण रूपले ठप्प पारिएको छ, बाटो पुरै बन्द गरिएको अवस्था हामी यहाँलाई चाहिँ जस्ताको त्यस्तै देखाइरहेका छौँ। सद्दाम खानलाई हिजो मात्रै खुडा प्रहार गरेर उनी अहिले घाइते अवस्थामा रहेका छन्। हामी वडाध्यक्ष जो सगिर खाँ हुनुहुन्छ उहाँसँग जोडिन चाहन्छौँ। यो हिजोको घटना के हो खास? हिजोको घटना हामी राति लगभग 1:30 बजे जानुभयो। त्यसपछि बोलाए, त्यो बोलाउँदाखेरि त्यहाँ दुग्रेर म पनि आएँ घरदेखि, घर टाढा हो मेरो। त्यसपछि आएँ, त्यो हेरेँ पुरै लाज जस्तो अवस्थामा थियो। त्यसपछि मैले बोलाएर ल्याएँ, केही नगर ठिक छ। तब पुलिसले प्रशासनले पनि जानकारी गरेँ। त्यसले आउँदा बित्तिकै त्यो पुलिस रोके, हामीले झगडा तगडा केही गर्न दिएन कसैले। त्यही हो, त्यो पनि आउँदाखेरि ढुङ्गा मुठा चालु गरिदिए, ढुङ्गा मुठा गरेँ उतादेखि पनि। त्यसपछि म साइडमा लागिगएँ। अब ढुङ्गा मुढा कसै लाग्न पनि सक्छ टाउकोमा। हामी अहिले यति बेला घटनास्थलमा जाँदैछौँ र प्रहरी हाम्रो साथमा हुनुहुन्छ, जो चाहिँ प्रहरी समेत अहिले चाहिँ घटनास्थलमा पुग्दैछ। दर्शकबिन, यो माहौल नबिग्रियोस्, यो माहौललाई एउटा चाहिँ संयमित बनाउनका लागि अहिले प्रहरीले निकै राम्रो भूमिका खेलेको छ। प्रहरी अब घटनास्थलमा पुग्दैछ, हामी यो देखाउँदैछौँ। जहाँ चाहिँ घटना घट्यो त्यही घटनास्थलमा अहिले चाहिँ प्रहरी पुगिसकेको अवस्था छ, यो देखाउँदैछौँ हामी। भाइ मेरो बाउ यहाँ सुतेथे गोठमा, अनि बाउको कनपट्टीमा गन राखिदिए। तपाईँको भाइमाथि हो नि प्रहार भएको आज? हो हो। के नाम हो? सद्दाम खान। सद्दाम खान हजुर। के छ अवस्था अहिले? अवस्था त उसको गम्भीरै छ, बात छ कि बाध्दैन। हात पनि लगाएको छैनौँ भाइलाई, जाऊ अब मार्दैछन् त मार्दैछन्, अरू उठाएर लगेछन्। म वहाँ गए पनि छैनौँ, म यहीँ बसेछु। अनि गाडी साडी सब 2 नम्बरी पनि छन्, यहाँ पुलिस सब हेरेको हुन्छन्, यहाँ 2 नम्बरी गाडी चलेको हुन्छन्। तर मेरो 1 नम्बरी गाडी यहाँ चेक गराउँछन्, काथा मुल्ला आतंकबाजी हो यस्तो भन्छन्। तर हेर्नुहोस् अहिले के भएको छ। घरमा जानु न सर। घरमा घटना भएको कारण के हो? के कारणले गर्दाखेरि? मेरो टिप्परबाट भाइ टिप्पर चलाइरहेछ मेरो मामाको टिप्परमा चाहिँ तेल त्यो झिक्रिहाले। उनीहरू भाइ अलि करायो, म भाइलाई सम्झाइदिए, छोड्दे भाइ, लगे होला तेल सेल कोही छैन, साला तेलमा के हुन्छ, 2-4 हजार को 5 हजार को तेल लगे होला, छोड्दे। त्यो भाइलाई छोड्दे सम्झाइदिए म। अनि अब 2-3 दिन बितिगयो, यिनीहरू सल्लाह गरेर प्लानिङ गरेर कसै के गरे, बाउको कनपट्टीमा गन राखेर भाइलाई यति हेनेछन् यति राडै राड अनि खोला सुडा के सब हानेर त्यो उठाएर फल्न लगेर जान लाग्थ्यो। म सुने, मारेर म उताबाट घरबाट सुनेर म दुगडेर आएँ। यिनीहरू सब भागेर घरमा पसेर कहाँ भागेर गइगए। फेरि जब पुलिस प्रहरी सबै वहाँ पुग्यो, पुलिसको अगाडि नै अनिल भन्ने खटिक अनि राजेश भन्ने खटिक अनि एउटा त्यो एउटा क्या नाम, एउटा रवि भन्ने खटिक, एउटा त्यो उसको क्या नाम सुनिल भन्ने खटिक। घटना यही घरमै हो भनौँ।